अस्ति चाहिँ 2 केजी मात्रै, आज चाहिँ 5 केजी हो। 5 केजीको थियो, आजको डल्लै छ एउटा डल्लै। आज एउटा डल्लै छ, आज डल्लै छ हो। एक ट्रिप बाँस चाहिँ गएको छ हो। 110वटा चाहिँ बाँस गएको छ भाइले लिएर। अब फेरि यहाँनिर 200वटा छ हो। यो सकेर चाहिँ हामी अब यहाँ खानाहरू रेडी हुँदैछ हो। खानासाना खाइसकेर चाहिँ त्यहाँबाट चाहिँ आज चाहिँ हामी अलिक कम्ती ग्रुप छ हो। भएर आउँछ है ल हामी चाहिँ लागेको है। अब अहिले चाहिँ हामी चर्चको भित्र छौँ है। एकछिन हाम्रो दुईजना भाइहरूको स्कुटी चाहिँ पर्खिरहेछ, तेल हाल्नु गएको छ हो। अब दिसो हेलो, हामी चाहिँ आइपुग्यौँ स्पटमा। बाटो चाहिँ यस्तो छ है, अस्तिभन्दा पुरा खराब भएछ बाटो चाहिँ। आज चाहिँ युटिलिटी लिएर आएको छौँ हामीले। यो चाहिँ देख्दै गरेको तपाईँहरूले कबुथाङ है। यो माथि चाहिँ तपाईँको यो माथि चाहिँ एयरपोर्ट पाक्योङ है। यो चाहिँ कबुथाङ। यसो चारैपट्टि चटै रेडी भएर चाहिँ गाडीमा यसो है यताउता हेर्दै हिँड्दैछौँ है। यस्तो हरियाली देख्नु पाउँदा, यस्तो खेतहरू देख्नु पाउँदा एकदम खुसी लाग्छ है। अन्त यस्तो जग्गाहरू कोही कोही बेला मात्रै आइ हुन्छ, सधैँ आउँदैन हामी चाहिँ हो। मेन स्पट चाहिँ यस्तो भयो थुक्का। खास केटा चाहिँ यहाँ चाहिँ एक्टिभ खेले क्या। ल स्विमिङ ल स्विमिङ ल यहाँ चाहिँ स्विमिङ हुँदो रहेछ है। अर्ग्यानिक स्विमिङ पुल कडा आमा अर्ग्यानिक अर्ग्यानिक स्विमिङ पुल है। अर्ग्यानिक स्विमिङ पुल देख्न सक्नुहुन्छ। आमा हाम्रो चाहिँ यस्तो पनि छ है यहाँनिर हो। सबैजना रेडी छ भित्र। यता पर फादर छ हो, दुईजना यहाँनिर फादर र रिचर चाहिँ मुन्टा खेलाउँदैछ हो। यस्तोहरू असम्म हो। हाम्रो चाहिँ एकदम अर्ग्यानिक कटिङ हुँदैछ यहाँनिर, बस्तीको अर्ग्यानिक फ्रेस। फादर हुनुहुन्छ यता रिचर्ड हो, यता एरिक दाजु, यता विनोद दाजु, यताको हाम्रो गोविन्द दाजु। यस ए डिसोबाट यहाँ फेरि आज अर्ग्यानिक चुल्हामा हो। फेरि तातो अर्ग्यानिक चुल्हामा बस्ती कुखुरा यहाँ फ्राई हुँदैछ एकदम। आज 5 केजी चाहिँ अर्ग्यानिक चुल्हामा आज चाहिँ बस्ती कुखुरा चाहिँ डलाक्दो दिनुभएको छ यहाँनिर आन्टीले हो। अनि त्यो प्लस चिकन पनि छ, 10 केजी चिकन ल्याएको छ। यहाँ तल सुकाएर चिकन चाहिँ यहाँ तल देख्नुभयो, यहाँनिर भर्खर मैले धुँदै पार्छु सुकाएँ। अनि एक ट्रिप बाँस चाहिँ गएको छ हाम्रो, 110वटा बाँस गएको छ चर्च। अनि अब त्यो झारिसकेर चाहिँ फेरि आउँदैछ। त्यसको पछि 200वटा घाना माथि रेडी छ। त्यहाँबाट त्यो फेरि हामी लोड गरिसकेर त्यहाँबाट खानाहरू खाइसकेर हामी त्यहाँबाट यहाँ बिदा दिन्छौँ है। अर्ग्यानिक चटनी बस्तीको चाहिँ यहाँ छ खास। बस्तीको चाहिँ यहाँ चाहिँ प्योर बस्ती है, प्योर बस्ती हो। यहाँ चाहिँ अर्ग्यानिक हाम्रो आगेला भर्खर आइपुगेला। नस्पति चाहिँ नयाँ सिजनको नस्पति एक झोला टिपेछ हो। अब मजाले खाइन्छ र हामी सबैजना बाँस काटिसक्यो भर्खर है। घाम चाहिँ एकदम चर्को थियो हो एकदम। अनि अलिकति खुट्टा पनि काटेको अवस्था यहाँनिर हो। खोइ तपाईँ यहाँ देखाइदिनु त। अलिकति खुट्टा काटेछौँ, भर्खर हाम्रो काटिसक्यो है। अनि काटिसकेर सबैजना थाकेर यहाँ बसिरहेछ। बाँस चाहिँ हामी
अब यो जग्गा लास्ट हो आज आयो हुँदैन जस्तो लाग्दैछ हो एकदम 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 बिदाबारी आन्टीलाई बिदाबारी मागेर चाहिँ अब हामी यहाँबाट निक्लिरहेछौँ माथि है बाँसहरू यहाँ माथि लोड भइसक्यो यहाँ माथि बसिरहेछ हौ आन्टी हुन्छ लाग्यो यस बाहिर ल सबैजना हामी निक्ल्यो हुन्छ नि आज एकदम राम्रो घाम लाग्यो हो गरम पनि हल्का छ अनि लास्ट यहाँ गरेको देखाउनु मन लाग्यो हजुरहरूलाई फेरि अस्तिको भिडियोमा मैले देखाएको थिएँ है हामी अब यो जग्गा लास्ट हो अब आज है सबै लोडहरू भइसक्यो बस अब घरिघरि आयो हुँदैन होला र आन्टीलाई पनि बिदाबारी गरिसक्यो है हामीले खानापिना पनि मजाले पकाएर खायौँ हजुरहरूलाई कस्तो के लाग्छ है सबैले मिलेर हेरिदिनुहोस् अनि मन पऱ्यो लाइकहरू अझै मन पऱ्यो सेयर पनि हाम्रो यो क्राइस्ट किङ चर्चको न्यू कन्स्ट्रक्सनको लागि बाँसहरू सबै भइसक्यो र अलमोस्ट 400वटा घना जस्तो बाँसहरू चाहिँ हामीले यहाँबाट लगेको अवस्था र बाँस चाहिँ यहाँ छ मेन बाँस चाहिँ हाम्रो यहाँ आकुको गाडीमा अघि एक ट्रिप लग्यो अब एक ट्रिप छ यो है भर्खर लोड गरेर चाहिँ पाकिमतर्फ लाग्दै थियो बर्बादी फेरि हो भरि बाँच त यस्तो छ त केही छैन फेरि हाल्दैछौँ फर्किँदाखेरि हजुरहरूलाई यसो देखाउनु मन लाग्यो यो फल्स है यो फल्सको नाम चाहिँ हामीले ट्विन्स फल्स भनेर राखेको छौँ किन भन्दाखेरि चाहिँ यो ट्विन्स फल्स किन भनेको भन्दाखेरि चाहिँ दुईवटा फल्स चाहिँ सँगै हुन कारणले गर्दाखेरि चाहिँ हामीले ट्विन्स फल्स भनेको छौँ है यो चाहिँ यति राम्रो लोकेसन छ टुरिस्ट स्पटको लोकेसन छ है आउँदो दिनमा यहाँ अब धेरै राम्रो कामहरू गर्न सकिन्छ है जस्तै अब माथि बागथाङ फल्स गान्तोकमा छ त्यस्तै खाले यो फल्स पनि हामीले यहाँ युज गर्न सक्यो भने टुरिस्ट स्पट पनि बनिन सक्छ भनेर चाहिँ आशा गर्छु आउँदो दिनमा है यो जुम गरेर देखाउँदै गरेको चाहिँ पाचे खोला हो यो माथि पनि स्विमिङ पुलहरू पनि छ है यति राम्रो जग्गा छ लोकेसन आउँदो दिनहरूमा यो जग्गालाई राम्रोसँग युटिलाइज गर्यो भने टुरिस्ट स्पट हुनसक्छ भनेर चाहिँ आशा गर्छु हजुरहरूले पक्कै यो फल्सलाई मन पराइदिनु भयो है अगाडि फादर हुनुहुन्छ यतापट्टि रिचर्ड अन्त यहाँ गफ गर्दै अहिलेको फल्समा नरोकेर चाहिँ यहाँ फल्समा रोकेछ भाइहरूले स्कुटी भन्दै हल्का गफ गर्दै अन्त यहाँ भाइहरू चाहिँ रोकेर आफ्नो खुट्टाहरू हातहरू पखाल्दैछ हो एकदम बाटो पनि घाल्टाकुल्टो गर्दै हो यहाँ चाहिँ भाइहरू हामीसँगै गएको थियो है ओह्रालो तर यिनीहरू चाहिँ यहाँ रोकेर चाहिँ खुट्टा हात धुँदै रहेछ हो ल आइज भनेर चाहिँ हामी चाहिँ अगाडि हिँड्दैछौँ है यो जाँदा यो फल्स पनि देखाउन चाहन्छु यो पनि एकदम ब्युटिफुल छ है